हेलो गाइस, स्वागत छ तपाईलाई कमलाको भिडियोमा। आज जो मान्छे भिडियो बनाउनु पर्ने हो त्यो मान्छेको आज अनुहार हेर्नु न फुलेर कत्रो भएको छ। यही गर्नुपर्छ काम। हाम्रो चाहिँ काम यस्तो छ हैन। दिदीबहिनी चट्ट बाज्दै जुत्दै कहिलेकाहीँ कुट्दै हाम्रो चाहिँ जहिले भिडियो बन्छ। तर आज एक्कासी मेरो दिदी काम गर्दा गर्दै अफ रोड भने जस्तै अफ मोडमा पुगेर है मलाई गीत बजाउन नि भनाइ नलाएर रिक्स लाग्यो। हेर्नु नि अनुहारको कलर। ए भगवान के हो भन्न के हो? के भएन म दिक्क लाग्यो कि किन मैले केही भने जम्मा मेरो किनको जवाफ दे बस। के फाइदा तँलाई त्यो? होइन के थाहा मोमो चाउमिन खानु पाउँछस् कि? यता हेरेर मुस्क हाँस्दैन। फाइदा चाहियो है कोही कोहीलाई चाहिँ मबाट फाइदा। ल फाइदा हेर कति मेहनती छिन् मेरो दिदी आमा नि त। यस्तो यस्तो डराइकन काम गरिरहनु भएको छ है। यस्तो गर्मीमा कटेजभित्र बसेर कुखुराको गुण जतिको छ हाम्रो कारखाना चाहिँ होइन कामले गर्दा। त्यसमा जसरी कुखुराले आफ्नो अन्डा थताउँछ त्यसरी नै हामी तातिरहेका छौँ। बोक्लुक अन्डाबाट चल्ला निक्लिन्छ भने जस्तै हामीबाट पसिना निक्लिरहेछ। नि त मेरो दिदी दिदी तिमी उदास भयो भने मलाई काम गर्ने जाँगर लाग्दैन केही। मेरो मेन्टी मेहेन्दी टुङडुङ टुङडुङ टुङडुङ। वाह हाम्रो दिदी रिसाउँदा कति ब्युटिफुल देखिन्छ है। कम त राम्रो देखिन्छ। यिनको नाम चाहिँ कमला हो, कमली। यिनी चाहिँ तल्लो घरको पागल हो, माथिल्लो घरको पागल माथि घरतिर बौलाई रावली। ए बाबा यिनी किन रिसाकिन? के भएको र? हाँसे म रिसाएको छैन, नहाँसे भए रिसाइहाल्थेँ। के हाँसेमा नरिसाएको भए हाँसिहाल्थेँ नि। के दिक्कै लगाइरहेको मलाई। नजिस्किजाऊ त। किन लाग्यो दिक्क? किन मलाई किनको जवाफ नदिए कि यसले? भन्न के भएको भन न। हेर यो जस्ताले मलाई पागल बनाइसक्यो, भोलि मलाई गोरी बनाउँछ। दिक्क लाग्छ। किन काम गर्नु पर्यो भनेर? के हो काम त जहिले गरिरहेको काम त हुनु। अनि किन लागेछ त दिक्क? जाँठो काम किन दिक्क लाग्ने काम? मलाई त हालिदिन्छु, म आफै हालिदिन्छु यो भिडियो ल। हे भगवान भर्खर चाहिँ काम गर्दै थिएँ होइन। हाम्रो दिदी चाहिँ भर्खर काम गर्दै थिएँ आरामले। गर्मी भयो बहिनी जाम बाहिर भनेर गएको, बाहिरबाट भित्र आउँदा त दिदी त पुरै फ्युज उडा जस्तो भएछ भने। हेर्नु न ल ल के भयो भन्दा नि भन्दिनँ, भात खाने हो भन्दा नि खाँदिनँ। 2 दिन भइसक्यो अन्न मुखमै परेको छैन। 5 किलो घटिसकि 2 दिनमा। हरे कृष्ण उठाले मुझे उठाले। अभी किन बौलाको मुड छैन भन्दा नि किन गर्नुपर्छ? लगाइज है अब वार्निङ आइसक्यो। अब आजलाई यति। अहिले फेरि मैले झट्टारेर कुटाइ 2टा एकैचोटि खान्छु। त्यही भएर आजलाई यति नै है। अब अर्को भिडियोमा भेटौँला। भगवान उठाले उठाले उठाले। दिक्क लाग्दा पनि चुप्प लाएर बस्न पाइँदैन। आफ्नो अनुहार दिक्क पार्नु नपाइने। जाऊ त नजिस्क्यो मसँग जा। म कस्तो मेरो भिडियो हालिदिन्छु। देउस हँसाउने ताकत रहेछ ममा। मलाई खुसी लाग्यो। यो मान्छे हाम्रो परिवारको सबैभन्दा डेन्जर मान्छे हो म कि। एकदम धेरै डेन्जर मान्छे। जस मैले हँसाउन सफल भएँ गाइज होइन। मैले नहाँसाइ के सफल हुन्थिस्?
म चाहिँ हँसाउन सफल भएँ त्यही भएर म पनि आफै हाँस्न सफल भएँ हे भगवान् ल ल टाटा गाइज है तर के चाहियो भन्दा म त्यही दिन्छु के चाहियो भन् साँच्ची के खाने बोतल पानी सक्यो के हुन्छ किन यही कुराले हो अघिदेखि अनुहार बिगारेर बसेँ होइन अनि के कुराले हो त म दिक्क लाग्यो पानी सकेर के सकेर त 100 रुपियाँ चाउचाउ खान 100 रुपियाँ जाने चाउचाउ हुन्छ र अस्ति देखाएको थिएँ अनि हो र पसलमा कस्तो रहेछ चाउचाउ सेतो थियो भित्र खोल कि भित्रको चाउचाउ चाउचाउ ए अनि कसरी देखिस् त प्याकेटमा मगाऊ त्यही साँच्ची त है बिर्से होइन चाउचाउ जा म दिक्क लाग्यो जाऊ त जा म काम गर्छु यो काम सक अनि म 100 रुपियाँ दिन्छु यो काम सक्न त लाग्छ हो अरे यस्तो नभन कसम तेरो कसम म किन्दिनँ तेरो कसम म किन्दिनँ यत्रो बेरदेखि अनुहार बिगारेर बस्नुको कारण मैले फाइनली थाहा पाएँ किन्दिरस् पनि अनि मैले जान्छु ओ माई गड अनि फाइनली मैले थाहा पाएँ अनि हाम्रो चाहिँ नहाल के भिडियो ए म लाइभ बसिरहेको छु कस्तो हो र हाम्रो के भन्छन् हेत्तेरी के भन्नलाई ती हाम्रो 12 वर्षको दिदीको 12 वर्ष भयो तिमी 12 वर्षको दिदीको सक्यो है चाउचाउ खान ओ माई गड अचार ल है फाइनली हाम्रो चाहिँ चाउचाउमा डिल भयो अब चाउचाउ चाहिँ अब कहिले किनिदिन्छु भनेर मलाई पनि थाहा छैन त्यही भएर आज म तँलाई एकदम मिठो कुरा खुवाउँछु चाउचाउको सट्टा ल काँक्रो खा यसमै खुसी बन ए एउटा मेरो मामा एउटा मलाई मामा चा पापिनी धोकेबाज चाउचाउ चाहिन्छ दसैँको सपिङ तँलाई चाउचाउ 1 प्याकेट ल बाई 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 भन दसैँमा होइन आज किन्नु भए म त जहिले भने पसल जाउँला नि सम्झाइदिनँ अब आज त बिर्सिसकेँ मैले बाई बाई भन्दै नि त अब छुट्यौँ आज किन्नु भए मात्र ल ल बाई साथी सबैजनालाई आज चाहिँ चाउचाउ खान पाउँदिन यसले